हेलो गाइज वेलकम टु माई मिनी ब्लग। सो यो चाहिँ हाम्रो लिचीको बोट थियो। एकदम ठुलो हाउरी आएको थियो नि त, त्यति बेला चाहिँ लिचीको बोट यसरी हाम्रो डालिदिएको थियो कि हावा बेसी ठुलो आउँदा। अनि पछाडि चाहिँ शीतलजिनीको बोट थियो, त्यो पनि यसरी ढलेर हो त्यहाँ। अनि अब लिचीको सिजन, घरमा लिची भएपछि त अब खाइन्छ। अनि त्यही पनि मामाहरू बोलाएर अनि लिचीको बोट चाहिँ जसोतसो गरेर उठाइयो। अनि म चाहिँ अब लिची टिपेर खाँदैछु। अनि त्यसपछि हामी चाहिँ यसरी टिका लगाएर डोरी लगाएर लिचीको बोट मामाहरूले उठाइदिनु भयो। अनि त्यो ढलेको साइडको चाहिँ हेर्नु न, त्यहाँ त्यसरी हो पुरै ढुसी लाएर कुहिएर पुरै फुटेर कस्तो भएछ। अनि त्यही पनि अब मैले चाहिँ कता राम्रो छ भनेर छान्दै खाइरहेको छु। यो चाहिँ हाम्रो स्टार फ्रुटको बोट, यहाँ पनि अब फुल फुल्न सुरु गर्छ अब। अनि यो त्यसरी छान्दै खाने हो क्या हामीले त, कताको राम्रो छ के छ भनेर। नत्र त सबै फल्न त जे होस् फलिरहेको थियो, अलिअलि माथि छ भएको अब यति नै हो। अनि मैले चाहिँ टिपेर खाँदैछु लिची। मिठो थियो जे होस्, कुनै कुनै अमिलो, कुनै चाहिँ अब जे होस् ठिकै मिठै थियो भनौँ। अब यसरी टिपेर छानी छानी खाइन्छ लिची। अब त्यही पनि सकिसक्यो। के बाई।